ट्रेकिङको नाममा राष्ट्रिय फुल लालीगुराँस टिप्ने अनएजुकेटेड पिपुलहरूको लागि चाहिँ यो भिडियो। तपाईँले लालीगुराँस त टिप्नुभयो, लालीगुराँस टिपेको साथसाथै तपाईँले ठुलो अपराध पनि गर्नुभएको छ है। किन गर्नुभएको छ भने लालीगुराँस भनेको राष्ट्रिय फुल हो जसलाई चाहिँ हामीले नाश गर्नु मिल्दैन, त्यो आफैमा एउटा अपराध हो। अनि अर्को कुरा भनेको लालीगुराँस भनेको यस्तो फुल हो तपाईँले एकचोटि टिपिसकेपछि त्यो बोटमा चाहिँ अर्थात् त्यो हाँगामा चाहिँ अर्कोचोटि चाहिँ त्यो फुल फुल्दैन, जसले गर्दाखेरि तपाईँले त्यहाँको ब्युटीलाई नै अर्थात् तपाईँको त्यहाँको चाहिँ एउटा गौरवलाई नै तपाईँले नाश गर्नुभएको छ। अनि यो कुराले हामीलाई केमा असर गर्छ भने हाम्रो टुरिज्ममा असर गर्छ है। तपाईँको विदेशीहरू आउँछ, घुम्छ, त्यो ठाउँहरूमा रमाइलो गर्छ, त्यो सुन्दर कुराहरूलाई देखेर चाहिँ फोटो खिच्छ, प्रमोसन गर्छ आफ्नो ठाउँमा। तर हामी नेपाली तपाईँ जति पनि हाइकिङ ट्रेकिङको नाममा लालीगुराँस टिप्नुहुन्छ नि, तपाईँहरूले चाहिँ के गरिरहनु भएको छ भने त्यो सबै थोकहरूलाई चाहिँ सबै फुलहरूलाई तपाईँले नाश गरेर चाहिँ नेपालको गौरव पनि घटाउनु भएको छ, ब्युटी पनि घटाउनु भएको छ, लगत्तै तपाईँले अपराध पनि गर्नुभएको छ। त्यसले गर्दा यो भिडियो सक्दो सेयर गर्नु सबैलाई। अनि हामी के भनौँ भने हाम्रो गौरव लालीगुराँस नटिपाउँ। अनि यो लालीगुराँस हाम्रो ब्युटी हो, हाम्रो देशको एउटा शान हो होइन। अनि धेरै किसिमको लालीगुराँसहरू छ, नेपालमा पाइन्छ, नेपालमा मात्रै पाइन्छ। त्यसले गर्दा यो कुरालाई नटिपाउँ र टिप्नेहरूलाई पनि त्यो फाइन होइन तर ठुलो एउटा कानुन पनि एउटा बनाउन सक्यो भने चाहिँ एकदम बेस्ट हुन्छ है।